कति सुखा शान्ति छ मेरो बुढीलाई। मेरो छोराले यहाँ भात पस्केर खुवाउँछ। उसैले भात पकाएको आज। के बनाइस् बाबा आज? के बनाइस्? भात। ए मस्यो र तरकारी बनाइन्छस्? ठिक छ यस्तै प्रकारले गर्दै जानु। मेरो छोराले भात खाइसकेपछि यहाँ यस्तो मिठो मिठो खानेकुरा बनाउँछ नि। मलाई यतिको बनाउन आउँदैन तर उसले बनाउँछ क्या। अब यो पछि फेरि भाँडा बाहिर राखेर पानी ल्याइदिएर होइन, अनि फेरि भाँडा मस्काउनेदेखि लिएर सबै गर्छ के मेरो छोराले। भन्छ नि उहाँ छोरी मान्छेले मात्रै गर्छ अरे, छोरी पायो भने कति सुखा हुन्छ अरे। त्यो भनाइ मात्र हो, छोराले पनि गर्छ भन्ने कुरो चाहिँ यहाँ प्रष्ट भइसकेको छ। कस्तो छ त्यो खाएर हेर त छोराले बनाएको खै कस्तो छ स्वाद। गुड।